हाई दी आज चाहिँ हामी यता मोमो बनाउन आँटेको छ हैन लाइक लक्ष्मण चाहिँ अहिले यतानिर फिश बनाउँदैछ अहिले चाहिँ छिल्दैछ यतानिर हैन उ आज चाहिँ लक्ष्मणले यतानिर फिश बनाउँछ अरे अनि यो फिश छिल्दैछ तास्दैछ हैन किनकि यो फिश चाहिँ हामीलाई द 10 दिराममा दिएको है त्यही भइहाले अनि यो फ्रेश फिश हो नि त अनि म चाहिँ यतानिर प्याजहरू काट्दैछु मोमो बनाउन आँटेको अहिले चाहिँ हामीहरू मोमोको लागि कटिङ गर्दैछ लक्ष्मणले चाहिँ यतानिर उयसको लागि बेलुका खानुको लागि चाहिँ माछा छिन्दैछ अनि आज चाहिँ कस्तो मोमो खानु मन परेको मलाई चाहिँ अनि रुला पनि खाऊँ न भनेको अनि उसले बनाऊ खाऊँ भन्ने भन्यो अनि त्यही भएर चाहिँ हामी दुईजनै मिलेर काम गर्दैछ यो चाहिँ मोमोको लागि किमा गरेको हैन अहिले चाहिँ हामी त मोमो बेल्दैछ बनाउँदैछ भयो तिमी चाहिँ के गर्दैछौ बनाएको हेर्दैछु उसको काम चाहिँ हेर्ने होइन पुरा भयो बेसी सो आज चाहिँ हस्बेन्ड र वाइफ हामी दुईजना मात्रै मोमो बनाइकन खाँदैछ किनभने आज मलाई चाहिँ पुरा मोमो खान मन पर्यो सो त्यही भएर पनि हामीले खाँदैछ बनाउँदैछ अब बनाइसकेपछि चाहिँ खान्छ हामीले मोमो ठिक्क हुन्छ कि उब्रिन्छ हौ त्यो उब्रियो भने टिम मोमो जस्तो बनाऊ उफ्रिँदैन होला तिमीले मासु धेरै हाल्दैछौ नि त सो अब चाहिँ अहिले चाहिँ हामीले मोमो बनाउँदैछ यो चाहिँ अलरेडी कभर भइसक्यो होइन नि उता चाहिँ अब हामी बनाउँदैछ अनि यो चाहिँ हाम्रो सुप हो यो चाहिँ चिकनको सुप बनाएको अब यो चाहिँ अचारको लागि रेडी भइसक्यो सो म चाहिँ प्लान गर्छु यो पछि त्यहाँदेखिको चाहिँ अचार हुन्छ यो चाहिँ हाम्रो मोमो रेडी भइसक्यो अलमोस्ट अनि यता चाहिँ छ मोमोको लागि अचार अब यो चाहिँ अलमोस्ट भइसक्नु आँट्यो हाई अब चाहिँ हामीले यतानिर मोमो र अचार होइन यस्तो बनाएको छ सो अब हामीले ट्राई गर्न आँटेको होइन ट्राई गर त तातो चाहिँ पुरा तातो छ किनकि भर्खरै बनाएको होइन पुरा तातो तिमी खाऊ न तातो होला कस्तो ट्याम्मी मलाई कस्तो खानु मन पर्यो हात यस्तो नगर न सो ऊ चाहिँ अलिकति क्यामेरा साई छ उसले त्यस्तो उसलाई मन पर्दैन क्यामेरा होइन नि त्यही भएर ऊ चाहिँ अलिकति पुरा अप्ठ्यारो मान्दैछ तर भए पनि तिमीलाई चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो मोमो मिठो छ अचार मिठो छ त्यही भन्दै अरूको लागि बाई बाई भाडा मोल्दै हो गाइस भाडा मोल्दै ल